Yes, ma'am. फाइल्सहरु लिएर आऊ त बुझिन म्याम. त्यो टर्मिनेटेड फाइल्सहरु लिएर आऊ हस्. You can leave. हजुर म्याम. बेबु यो धर्मभक्त भनेको को हो? उहाँ बुढा नीलकण्ठमा बस्नुहुन्छ. ज्योतिषशास्त्र र वास्तुशास्त्रमा एकदम विश्वास गर्नुहुन्छ. उहाँसँग काम गर्न धेरैलाई एकदम गाह्रो पर्छ. हामीले पनि एउटा कन्ट्र्याक्ट लिएका थियौँ. काम गर्न नसकेर क्यान्सल भयो भने. पत्ता लगाऊ यो कन्ट्र्याक्ट उसले कसलाई दियो. दिएको छ कि दिएको छैन कि त्यो सबै बुझ. लेट मी नो. हुन्छ म्याम, स्योर. म अहिले बुझिहाल्छु. ए बुझ मात्रै. राधे राधे बुवा. को हौ तिमी? हजुर म सुमन. कहाँबाट आएको? स्टुडियो एटलियो अफिसबाट. के अरे कुन अफिस अरे? हजुर यशजीको अफिसबाट. त्यो अफिस मेरो इच्छा विपरीत आफूलाई जे मन लाग्यो त्यही काम गर्ने? हजुर त्यस्तो अफिसलाई म अब काम दिन्न. भगवानबाट त गल्ती हुन्छ. हामी त उहाँका सन्तान हो. कृष्णले दही चोरेका थिएनन् ल. हेर्नुहोस्, सबै तपाईँको इच्छा अनुसार हुन्छ. एकचोटिलाई मौका दिनुहोस्. एकपटक मेरो कुरा विचार गरिदिनुहोस्. चित्त बुझी खबर गर्नुहोला. राधे राधे. अहिले म लाग्छु. के हो यो? पहिला गो थ्रु इट. के हो यो? धर्मभक्तसँग कन्ट्र्याक्ट. काम पक्का भयो, तर काम चाहिँ तिमी आफैले बसेर गराउनु पर्छ. मलाई त्यो नास्तिक मन पर्दैन. स्मार्ट डिजाइनरले राम्रो जग बसाउन मद्दत गर्दछ. धेरै स्मार्ट हुनु राम्रो होइन, ओभर कन्फिडेन्स हो. स्मार्ट हुनुको साथै हार्ड वर्किङ र अन्डरस्ट्यान्डिङ पनि हुनुपर्छ. हामी बिल्डिङ होइन, घर बनाउँदैछौँ. घर भनेको कुनै सानो प्रोजेक्ट होइन. घरमा बस्ने हरेक व्यक्ति र परिवारको भावना झल्किन जरुरी छ. हाम्रो क्लाइन्ट्सहरू डिजाइनर होइनन्, तर उनीहरूसँग सरसल्लाह हुनु आवश्यक छ. सो हामीले कोअपरेसन र कोलाबोरेसनको भावना राख्नुपर्छ. यस्तो भावनाले डिजाइनिङ, घर र घरभित्रको स्ट्रक्चर र आर्किटेक्चरलाई पुरा गर्न मद्दत गर्दछ. हामी ऐतिहासिक वास्तुकलाको ज्ञान राखौँ. यसले हामीलाई आर्किटेक्चरको जग बसाउन मद्दत गर्दछ. हामीले कहिले पनि यसको रुट्स र ओरिजिन बिर्सनुहुन्न. सो गाइज, लेट्स गेट टु इट एन्ड गुड लक. कुनै पनि क्लाइन्टसँग सम्बन्ध जोड्नु छ भने कि क्लाइन्टलाई आफू जस्तो बनाउन सक्नुपर्छ कि आफू क्लाइन्ट जस्तो हुन सक्नुपर्छ.
I am impressed. But don't forget, I am your senior. कुर्सी जोगाउनुहोस् यशजी सानोमै मामले छोडेको छु त्यसपछि पापा पनि काममा बिजी भइसक्यो अनि माइजूले मलाई टेलीमा हुर्काइछ उतै बाटो पढ्न गए फर्कन मन त थिएन तर सोचे पापालाई मेरो आवश्यकता छ आजसम्म पनि उहाँलाई एक्लो बनाए अझै पनि त्यस्तो गरे पनि मेरो धर्म मेटिन्थ्यो अनि फेरि तिमीसँग पनि त भेट हुनु रहेछ यश लेट्स गो Suman? Thank you for everything. रेग्मीसँगको कन्स्ट्रक्सन भिजिट 1 बजे गायत्री देवीसँगको भेट 2 बजे 3 बजे इन्जिनियरहरूसँग मिटिङ 4 बजे धापासीको फिल्ड भिजिट अनि 5:30 मा चाहिँ अस्ति त्यो रिजेक्ट भएको सञ्जीवजीसँगको मिटिङ बेबोजी यही कुरा बसेर भनिदिनुस् त बस्नुस् फेरि भन्ने अरु सबै कुरा ठिक छ अनि मेरो लन्च टाइम खै त खाना खानु पर्दैन ला त्यो त बिर्सेछु Bebo, गुड मर्निङ म्याम close your buttons. सरी मैले भनेको तिम्रो buttons लगा अनि yeah, don't distract people. राम्रो देखियो यस्तै रहनु